मोटो ब्लग हो किन अहिले हाम्रो साँझ पुस्ता हाम्रो हामी गएको छौँ दाउरा नस्लको मम्मीको घर अब गएर लागि पुष्प बनाउँछौँ पारा अब त्यहीँ गएर हामी त्यहीँ गएर भेट्नेछौँ सन्नाइ लाग्छ अब हामी पुग्छौँ साथीको घर अब साथीको मम्मी उठ्छन् अनि हाम्रो मिसन के हो त्यही हो भने थाहा छ नि चुक्लाएर प्याक्क सुत्यो त के हो म हो क्या राजु घुम्दै फिर्दै खाना खानु हो लिनु पुष्पन्द्रको मिठाई रोटी नखाने भने मलाई 2टा दाउरा दिनु दाउरा क्या दे उता हाम्रो आगो ताप्ने हो क्या सात 2-3 जना छ दुध त लाग्छ भने भित्र मलाई बम दाउरा दिनु न 2टा भने म जानु ल्याउँछु नै खानु के भुकाउनु रोट्यो ल्याउनु भुकाउनु त खाने र तर घिउ हालेको ल्याउनु के जस्तो नि ल्याउनु न राजा अशोक राजा ओ अशोक राजा आज अहिले हाम्रो साथीको मम्मी है दिस कल हाम्रो मदर कौन तीनजना यो 3जनालाई भइहाल्छ नै भइहाल्छ क्या मनोज नभए के हामीहरू मनोज नभए के नै भयो अनि पुग्छ होला अब अन्टी दावा दिनु अन्टी पुष्प15 हो त अन्टी पुष्प15 उयो अरे एक्लै भयो भने अब कोही छैन अन्टी अब सबै अन्टी विदेश छन् भएको म यहाँ नेपालमा हो अब विदेश अब हेरौँ अन्टी के हुन्छ यहाँ पहिला पाल्ने ठाउँमा भयो भइहाल्छ हजुर हजुर किनेर ल्याउने मान्छे होला भइहाल्छ मनोज नभयो भने अन्टी म त पुगिहाल्छु त चाडपर्वमा जबसम्म म यहाँ छु जबसम्म म यहाँ छु तबसम्म म पुगिहाल्छु नि ल अन्टी ह्याप्पी पुष्प15 म गएँ त है ल लगाएँ जब हाम्रो यहाँ दाउरा पनि कलेक्सन भयो है अनि ल अन्टी अनि भुकाउने रोटी पनि दाजु 2टा बेतु दिनु न दाउरा हो अहिले आउनु मिल्दैन नै धेरै बाल्दैन जाउँ रमाउनु त पर्यो नि त हो कि पाइहाल्यो नि जेको पनि आयो नि त आयो नि सही हो यति भयो त कटिको त यार कटेन त के अरे 10-15 मिनट त्यो छैन त यहाँ होइन अब हाम्रो दाउरा कलेक्सन भयो एकछिन हाम्रो अब आगो बाल्ने अनि साथमा फेरि हाम्रो फेरि मुलको राजा है दिस इज राजा अब यसपछि अब टेलिकम गरिन्छ दाइहरूलाई अनि त्यसपछि अनि दाइहरू पुरानो ठाउँ आइसक्यौँ भने अनि पुरानो आउने ठाउँ आइसक्यौँ अब साथीभरि उता अब एकछिनमा हाम्रो टोलमा भएको केटाहरू जम्मा हुन्छौँ क्या ह्याप्पी पुष्प15 मनाउन अब जो फेरि जो छुट्नु भएको छ जो साथीहरू छुट्याएन भने त्यसलाई ह्याप्पी पुष्प15 अब यसपछि भनिन्छ क्या अब सबै साथीहरू कामको कारणले व्यस्तताको कारणले
अब भिडियोबाट नै बुझिनु नि स्वाइकमा हो कि नै अब तयारी हुँदैछ हेलमेट पसल गरिसके क्या मार यो लगायो भने हेलमेटै लगाए जस्तो लाग्ने कि भाग टोपी लगायो हाम्रो फेरि तयारी अङ्कित दाइको तयारी खोइले त के दिउँ sol है सल्लाह अङ्कित दाइसँग छ क्या यस्तो तेरो भाउजू थाहा भयो त अन्त मम्मी आइङ लाइट रहेको दाइ बोलाएर हो ज्ञान फोन गरे त्यो के हो दाइ अरे बोलिहाल्छ दाइ दाइ यार बाँल्छ न पहिला अगाडि धेरै दौरा हाल्थ्यो कि त अझ कोही चोरियाबासी लगाउन कहाँ दाइ मागेर ल्याऊ दाइ के अरे मनुजको के अरे घर ल्याऊ अङ्कित घर ल्याऊ के हो भाइको त यार भिडियो देखेको थिएँ के दाइ त्यो सिम त खतरा हामी त यहाँ आगो बाल्न थियौँ टोलमा छौँ आउनु नि त दाजु ल ल अघि म जाल्न थिएँ नगर माथि नाल्न बेसी त्यो माथि पहिला छोडी साँच्चै कि रक्सी टुच्च टच्च भएर बबाल पाक्दैछ कडा हो कि नै अनि दाइबरी घर जानु छ दाइ गर्न होइन आउँछ ल्याइदिनु फ्ल्यास चाहिन्छ भइहाल्छ टेस्ट छ दादा सागसँग यति खाइदियो भने नै आउनु बेसी भइसक्यो यो छ त्यहाँको छ 1.5 जिट छ चिरौँ भिडियो पनि के हुन्न किन असर पर्ने भयो असरलाई हुँदै फेरि हाम्रो चाइनिज साग हो कडा हो हल्का एक एक पात हानेर लट्ठी चाहिँ हल्का पाउँदैन एक एक पात खाएर त्यहाँ हल्का लट्ठी हाल्नु त्यो काँचो भाइ यार असुख भाइ त काँचो पनि एउटा दिन लाग्छ नि चरा एउटा आउनुपर्छ मिठो झरे झरपल म त दुइटा काँचो नखानु काँचो नखानु नि बाबु हल्का हाल्दा लट्ठी हुनु दाइको एउटा खतरा भिडियो बनाउँछ मासु बोल्ने नालो क्यामेराम्यान अब सोच्नुले दाइ यो त नेगेटिभ सोच्छ नि धाग्नु दाइ एउटा कुरा भनौँ अब सुर्ती निकाल बेसी आएपछि मासु खानुपर्ने होइन हामीले सुर्ती हालेपछि मासु खानु होइन त्यो एक एक डोज सुर्ती हाल्नु बिचरा आउला फाक्यो होला फेरि कहाँ खाँदा दाइ तर पानी पऱ्यो दाइले सम्झेर ल्याउनुपर्छ यार मैले फोन गरेको थिएँ नि त कसरी भनेर